हेलो नमस्ते। आज हामी इलामको नामसालिङ भन्ने ठाउँमा जाँदैछौँ र फिक्कलको बरबोटे हुँदै हामी गुप्तीको बाटो हुँदै नामसालिङको लागि जाँदैछौँ र बाटो अत्यन्तै अप्ठ्यारो। त्यहाँ नयाँ बजार जाने बाटो पिच त छ, तर पिचबाट छुटेर कच्ची आइसकेपछिको अवस्था भनेको एकदम हिलाम्मे र ओर्लिँदै पनि हिँड्नुपर्ने अवस्था छ। यहाँ हाम्रो टोलीमा यता यता आउँदै हुन्छ। के छ बाटो रमाइलो छ? बाँदर भित्ते बाटो हिँडेर मर्यो। के छ बाटो राम्रो छ? बाटो चाहिँ राम्रो भन्दा पनि मेन्टेनेन्स नभएको हो कि जस्तो देखिन्छ। अब यो नामसालिङ परापूर्व कालदेखि चाहिँ नाम चलेको ठाउँ। अब यहाँ चाहिँ नेपालको चाहिँ निकै राम्रै मान्छेहरू जन्म भएको ठाउँ, तर 10 वर्षपछि पनि यो अवस्थामा बाटो देख्दा अलिक अचम्मै लाग्यो। बाइकबाट निकै जोखिमपूर्ण यात्रा गर्दै हामी अगाडि बढ्दैछौँ र अबको केही बेरमा हामी हाम्रो टार्गेट एरियामा पुग्दैछौँ।